यसको सब्जी खानु पर्यो कि आज चाहिँ यो मजाले फलेको रहेछ कोठेबारीमा। अन्त आज चाहिँ यो टिपेर लगेर सब्जी खानुपर्ने हो। म चाहिँ आज सब्जी टिप्न आएको कोठेबारी। यसरी फल्छ टिप्रुके, हेर्नुहोस् है तपाईँहरू पनि। यहाँनिर केही पनि चाहिँदैन है, यहाँ माथितिर सबै फलेको छ। यता यसको ठुलो लडा छ। यो चाहिँ लडामा आँखै पछि फल्छ यसरी गाइस। यसरी यसको यहाँनिर एउटा छ, यहाँ माथि एउटा छ, यहाँ माथितिर एउटा। र कतिवटा जग्गा चाहिँ यसरी दुईटा पनि फल्छ। यो चाहिँ यसको साइड इफेक्ट चाहिँ केही पनि छैन है। सुकाएर राखेर गुन्द्रुक जस्तो राखेर खाँदा पनि हुन्छ। यसलाई मासुमा मिसाएर खाँदा पनि हुन्छ, झन् राम्रो हुन्छ मासुमा मिसाएर खाँदा।